नमस्कार, हम अमित ठाकुर अपन विशेष में आप सबके स्वागत करी छी। अपन विशेष में आई हम सब समाजक पहरेदार कह सके छिए, जकरा हम अहाँ सुरक्षाकर्मी, प्रहरी ई सब प्रयोग क के चिन्हे छी। हम अहाँ कोनो भी समस्या जो यदि होइए तो सामान्य तौर पर हम अहाँ प्रहरी समक्ष जाइ छी। कोनो भी आफत विपत अबै छै तखनो हम अहाँ प्रहरी समक्ष जाकर अपन समस्या लऽ कऽ जाइ छी। किछ उपराग सब सेहो रहै छै ओहि संस्था प्रति आ बहुत रास धन्यवाद सेहो रहै छै। आई हम सब प्रहरी संगठन पर केंद्रित भऽ कऽ बातचीत करब, ओहियो में खास तौर पर प्रदेश 2 संगे जोड़ कऽ बातचीत करब। विगत 2 साल से वैश्विक रूप से फैलल महामारी कोरोना से हमहूँ अहाँ परेशाने छी। एहि बीच में प्रहरी के सेहो ओतबे परेशानी भेलै आ जिम्मेवारी सेहो ओतबे थपेबे केलै। कोरोना के समय लगायत आब एखने हम अहाँ एहि देश के सबसे बड़का पाबनि सेहो मनाबऽ जा रहल छी। प्रदेश 2 में सेहो सुरक्षा व्यवस्था केना छै, यह सब विषय समेटैत आई हम सब बातचीत करब प्रदेश 2 के प्रहरी प्रमुख डीआईजी उमेश रंजीत कारजी संगे। उनका संगे के आई के संवाद हम सब शुरू कर चाहब। डीआईजी साहब, स्वागत छै यहाँलाई। धन्यवाद, थैंक यू। शुरुआत म कोरोना महामारीबाट गर्छु। लगभग हामीले अब भन्दाखेरि 1.5-2 साल हेरिसक्यौं। कोरोनाले हामी आक्रान्त भयौं। आम जनमानसको आफ्नै आफ्नै समस्या छ। उनीहरूले पनि मिडियामा आएर बोल्ने गरेका हुन्छन्, हामी पनि उहाँहरू समक्ष गएर सुन्ने गर्छौं। तर प्रहरी साथीहरूको कुरा चाहिँ त्यति धेरै आउँदैन। तपाई आज आउनु भएको छ। म यहीबाट सुरु गर्न चाहन्छु कि प्रहरी संगठन खास गरेर तपाईहरू अब यस्तो उच्च पदस्थ नेतृत्व तहमा बसेर हेर्नुभयो, प्रहरी को लागि कोरोनाले के चुनौती ल्यायो, के सिक्ने कुरा आयो र काम गर्ने शैलीमा के परिवर्तन भयो? एकदम यो कोरोना महामारी विश्वको लागि एउटा ठुलो चुनौती बनेर आयो। त्यस्तै गरी हाम्रो लागि पनि यो पहिलो अनुभव थियो। यो यहाँले भने जस्तै पहिलो लहरमा हामीलाई पनि यस विषयमा त्यति जानकारी थिएन र यो चुनौतीको समयमा सुरक्षा प्रदान गर्नु हाम्रो लागि एउटा थप चुनौतीको विषय बनेको थियो। हामीहरू प्रहरीहरू जहिले पनि अग्रपंक्तिमा खटिएर शान्ति सुरक्षाको लागि अहोरात्र खटिरहेको हुन्छ, यहाँलाई जानकारी नै छ। त्यो समयमा आफू संक्रमित हुने भयलाई मनभित्रै राखेर देश र जनताको सेवा गर्नुपर्छ। शान्ति सुरक्षाको चुनौती जुनसुकै बेला पनि हाम्रो लागि उति नै हुन्छ भन्ने जिम्मेवारीका साथ हामीले यो कोभिड-19 मा यो शान्ति सुरक्षाको जिम्मेवारी चाहिँ हामीले निर्वाह गर्यौं र अहिलेसम्म आइपुग्दाखेरि हामीले यहाँले भने जस्तै यो पर्दाको पछाडि बसेर एउटा जिम्मेवारीपूर्ण जुन काम गरेको छौं त्यसले आम नागरिकसँग हामीलाई जोडिने मौका पनि पाएको छ र धेरै अवस्थामा हामी धन्यवादका पात्र पनि बनेका छौं। कोभिडमा अब यस्तो कुनै वर्ग थिएन जसलाई कोभिडले परेशान गरेर, त्यो म बिरामीको हिसाबले भन्दैछु, त्यो अर्थतन्त्रले हैन, तर इन्फेक्टेड भएर नै कतिपय मानिसको ज्यान पनि गयो। हाम्रो प्रहरी संगठनमा समेत त्यस्तो खबरहरू आउने गर्यो। त्यो डर भनौं या त्यो चुनौती भनौं, त्यसलाई कसरी प्रहरी संगठनले ट्याकल गर्यो, कसरी अगाडि बढ्यो कि हैन इन्फेक्टेड भएर पनि या जे जसो छ हामीलाई सेवा सुविधा दिनु पर्यो, त्यो चुनौती कसरी तपाईहरुले सामना गर्नुभयो? एक त अब संक्रमित हाम्रै प्रहरीहरू पनि संक्रमित हुँदाखेरि चाहिँ धेरै जसो जनशक्तिमा हाम्रो कमी पनि आयो। त्यसपछि एउटा नयाँ किसिमको स्वास्थ्यमा चुनौती भएको कारणले हामीले आफ्नै जहाँ ब्यारेकहरू छ त्यहाँ चाहिँ छुट्टै किसिमको आइसोलेसन, क्वारेन्टाइन जुन नयाँ कुराहरू हामीले सिक्यौं र विश्व जनस्वास्थ्य मापदण्डका कुराहरूलाई हामीले आफूमा 100% लागू गर्दै जनतालाई सूचित गर्दै हामीले आफ्नो अपराध अनुसन्धान, अपराध नियन्त्रण वा शान्ति सुरक्षाका कामहरू चाहिँ हामीले निरन्तर
अविच्छिन्न रूपमा चाहिँ हामीले जारी चाहिँ राख्यौँ। तपाईँले एउटा राम्रो कुरा उठाउनु भयो, ब्यारेकमै टेन्टहरू बनाएको, पालहरू बनाएको धेरै ठाउँमा देखियो। त्यसमा प्रहरी साथीहरू पनि हुने गर्थे र खास तौरमा सुरुवाती टाइममा हामीले आम जनसाधारणलाई पनि सेवा दिने गरेको हेऱ्यौँ। त्यो दुवै म्यानेज गर्न कति सजिलो थियो आम समुदायलाई पनि र प्रहरी सङ्गठनभित्रकै साथीलाई पनि? एकदमै गाह्रो थियो। कतिपय अवस्थामा त सुरुमा प्रहरी भन्नासाथै म त्यसबेला काठमाडौँमा थिएँ, प्रहरीले चाहिँ जुनसुकै अवस्थामा पनि शान्ति सृजनामा खटिनुपर्ने भएकोले ऊ सङ्क्रमित हुन्छ भन्ने मानसिकता जनमानसमा थियो। त्यसैले जहाँ उसले डेरा पाइरहेको थियो त्यो ठाउँको घरधनीले पनि प्रहरी भनेपछि अलिकति उहाँले डर मान्ने किसिमको, हामीलाई चाहिँ एक किसिमको अप्ठ्यारो किसिमको चाहिँ महसुस चाहिँ भएको अवस्था पनि थियो। र यो फेरि कोभिड-19 भनेको लक्षण ठ्याक्कै नदेखिने भएकोले एउटा साधारण जस्तो देखिने मानिसले पनि कोभिड-19 का भाइरसहरू बोकेर हिँड्ने भएकोले हामी कुन बेला सङ्क्रमितसँग कन्ट्याक्टमा आएको छौँ कि सम्पर्कमा आएको छौँ कि भन्ने थाहा नपाइकन हामी आफ्नो स्वास्थ्यलाई जोखिममा राख्दै चाहिँ हामीले काम गर्नु पर्दाखेरि र जुन बेलामा यो लहरले एउटा पिक रूपमा पुग्यो, उच्च बिन्दुमा पुग्यो, त्यो बेलामा जसरी मानिसहरू, सर्वसाधारणहरू, प्रहरीहरू सङ्क्रमित भएर ठलिएका थिए, धेरैजना मृत्युको वरणमा पनि पुगिसकेका थिए। त्यो अवस्थामा पनि हामीले आफूलाई एकदमै निडर, सक्षम र जिम्मेवारपूर्ण रूपमा चाहिँ हामीले आफूलाई प्रस्तुत चाहिँ गर्यौँ। बडो राम्रो कुरा तपाईँको जवाफमा मैले सुन्न पाएँ। तपाईँले भन्नुभयो कि प्रहरी साथीहरूलाई पनि कतै कतै घर भाडामा लिन गाह्रो भयो। अन्य समाजको अन्य वर्गलाई सुन्दाखेरि त्यस्तो सुन्नमा आउँथ्यो कि घरहरू खाली भइरहेका छन्, कतिपय घरबेटीहरूले पनि अब त्यस्तो माहौल नै चलाएको थियो, कस्तो रोग छ भनेर, कति चाँडो फैलिने भनेर घर भाडा लिन गाह्रो भएको थियो। यो अब आम जनताले कतिको रोचक लाग्ला या अपत्यारो लाग्ला कि प्रहरीलाई पनि यस्तो भयो, उहाँहरूलाई पनि घर खोज्न गाह्रो भयो। यो त एउटा पक्ष भयो। अर्को पक्ष पनि हुन्छ होला कि तपाईँहरूले फेस गर्नुभयो कि सेवा सुविधा दिन जाँदा या शान्ति सुरक्षाका लागि सडकमा खट्दा प्रहरीभन्दा अलि डराउने कि सङ्क्रमित हुन्छ, यस्तो पनि सुन्नमा आयो तपाईँहरूलाई? एकदम त्यो चाहिँ हामी आफ्नो परिवारमा पनि त्यो महसुस गरेका छौँ। किनभने हामी चाहिँ अब सेवा गर्ने कर्मको लागि हामी अहोरात्र आफ्नो फिल्डमा खटिएका हुन्थ्यौँ। त्यसपछि हामीलाई घर जाँदाखेरि पनि डर लाग्थ्यो, कहीँ मैले सङ्क्रमणका भाइरसहरूलाई आफूसँगै लगेर आफ्ना परिवारको स्वास्थ्य पनि जोखिममा पारिरहेका छौँ कि भन्ने कुरा चाहिँ हामीलाई त्यस्तो लाग्थ्यो। र यहाँले भने जस्तै अब जब कोभिडको कारणले मानिसको मृत्यु हुन थालिसकेपछि त्यो सबलाई छुन पनि मान्छे डराउँथे। त्यसको व्यवस्थापन गर्नु एकदम आवश्यक हुन्थ्यो। त्यस्तो बेलामा पनि प्रहरीले आफैले पिई लगाएर पनि त्यो ठाउँमा पुगेर आवश्यक हामीले दिनुपर्ने शान्ति सुरक्षा, जस्तै लकडाउनको अवस्थामा हामीले आफ्नो ड्युटी पिईमा लगाएर पनि निर्वाह गऱ्यौँ। त्यसपछि आएर कतिपय अवस्थामा अस्पतालहरू यो जुन यो स्वास्थ्यसँग संवेदनशील अवस्था थियो, त्यो बेलामा अस्पतालमा आउने जुन कोभिडका बिरामीहरूलाई हामीले लाइनमा लगाउने, उनीहरूलाई आवश्यक पर्ने अक्सिजनहरू उपलब्ध गराउने जस्ता कुराहरू चाहिँ हामीले गरेर आफ्नो स्वास्थ्यलाई जोखिम पारेर पनि हामीले आफ्नो तर्फबाट नागरिकको सुरक्षाको लागि हामीले प्रयत्न गरेका छौँ। अहिले अब दोस्रो लहर हामीले पार गरेका छौँ, सङ्क्रमणको जोखिम अहिले पनि छ, तर अब सङ्क्रमण दर बिस्तारै घटिरहेछ। त्यसपछि हामीहरूको यत्रो ठुलो चाडपर्व दसैँ आइरहेछ, छठ आइरहेछ, दीपावली आइरहेछ, बोर्डरहरू पनि खुल्ने प्रक्रिया सुरु भइसकेको छ, घर आउने क्रम बढ्छ।
प्रदेश 2 त्यसमा पनि तराईको जिल्ला सबै बोर्डर नाकाहरूसँग जुरेको छ। भारतबाट पनि घर फिर्ता आउनेको सङ्ख्या बढ्छ होला। अब योहरूलाई ध्यान दिएर हाम्रो नाकाहरूमा लगायत अन्य सहर प्रवेश गर्ने ठाउँमा के कसो तयारी भइरहेको छ, चाहे त्यो हेल्थ डेस्कको होस् या सुरक्षा चेक जाँचको होस्? यो सधैँ जस्तै हामीले 2078 सालको जुन चाडपर्वहरू आउँदैछ, दसैँ लगायत छठ पर्वसम्मको जुन चाडपर्व आइरहेछ, त्यसको लागि हामीले विशेष सुरक्षा योजनाहरू तयार गरेर लागू गरेका अवस्था चाहिँ छ। र यहाँले भने जस्तै यो दसैँ तिहार छठ यो हाम्रो लागि एउटा ठुलो महान चाडपर्व हो। यसमा चाहिँ आफ्नो परिवारमा सँगै बसेर मनाउने भनेर विदेशमा गएका पनि आउँछन्, हाम्रो भारतमा गएका पनि नेपाल फर्किन्छन्। त्यसै गरी चाहिँ काठमाडौँमा बसिरहेका यस जिल्लावासीहरू पनि, यस प्रदेशका जिल्लावासीहरू पनि फर्कन्छन्। त्यस्तो अवस्थामा जमघट हुने हुन्छ। त्यसपछि अहिले पनि यो भ्याक्सिनेसनको प्रतिशत बढ्दैछ, तर चाहिँ यो कोभिड-19 को आक्रान्तबाट अझ पनि हामी मुक्त भइसकेका छैनौँ। त्यसैले हामी सबैले सुरक्षित भएर चाडपर्व मनाउनु पर्ने आवश्यकता चाहिँ छ। नेपाल प्रहरीले विशेष सुरक्षा योजना मार्फत आफूलाई धेरैभन्दा धेरै ठाउँमा ड्युटी डिप्लयमेन्ट गरेर, यहाँले भने जस्तै भङ्सार नाका जहाँबाट चाहिँ हाम्रो भारतबाट नेपाल प्रवेश गर्ने र नेपालबाट भारत जाने जुन नाकाहरू छन्, त्यहाँ पनि हेल्प डेस्क राखेर भङ्सारका कर्मचारी, स्वास्थ्य कर्मचारीहरूसँग मिलेर हामी आउने मान्छेको स्वास्थ्य मापदण्ड अनुसारको पिसिआर गरेको छ कि छैन, गरेको छ भने नेगेटिभलाई, र त्यसपछि आएर यदि कसैले गरेको छैन भने त्यसलाई एन्टिजेन टेस्ट गर्न लगाएर त्यसको अभिलेखीकरण गरेर सुरक्षित स्थितिमा चाहिँ चाडपर्व मनाउन सकोस् भन्ने हिसाबमा हाम्रो ध्यान चाहिँ केन्द्रित हुन्छ। हामीले त्यसरी व्यवस्था चाहिँ मिलाएका छौँ। अहिलेलाई चाडपर्वलाई हेर्दा कामको चाप बढ्छ, त्यस हिसाबले जनशक्ति र जुन उपकरण होस्, चाहे त्यो स्वास्थ्यको होस् या सुरक्षा सम्बन्धी उपकरणहरू होस्, त्यसको कति अभाव छ या अहिले प्रहरीसँग पर्याप्त मात्रा रहेको छ? अब यो साधन स्रोत भनेको कहिले पनि पर्याप्त हुँदैन। यसलाई चाहिँ हामीले सदुपयोग गर्नुपर्छ। भएका साधन स्रोतलाई जो चाहिँ मर्मत सम्भार गरेर पनि त्यसलाई प्रयोगमा ल्याउँदाखेरि र उचित रूपमा प्रयोगमा ल्याउँदाखेरि त्यसबाट हामीले प्रभावकारी रूपमा चाहिँ रिजल्ट आउने गरी हामी काम गर्न सक्छौँ। जनशक्तिको कुरा गर्दाखेरि हामीसँग अहिले भर्खरै तालिम प्राप्त गरेर केही जनशक्तिहरू थप हुँदैछ। जनशक्तिको समस्या हामीलाई हुँदैन र जो चाडपर्व दसैँ तिहार यो छठमा चाहिँ हामी के गर्छौँ भने सर्वसाधारणले शान्ति सुरक्षाका अनुभूतिका साथ यी पर्वहरू मनाउन सकुन् भनेर हामी आफ्नो बिदा जानेमा पनि कटौती गरेर त्यसपछि आएर हाम्रा साधन स्रोतलाई मर्मत सम्भार गरेर अझ बढी स्थानीय निकायहरूसँग समन्वय गरेर हामी यसलाई यो शान्ति सुरक्षाको अनुभूतिलाई अझ राम्रो हुने गरिकन र अपराधी न्यूनीकरणको लागि हामी प्रयासरत रहन्छौँ। अहिले अब दसैँ तिहारको कुरा गरे, एउटा अझै कुरा म उत्थान गर्छु। घर आउने क्रम हुन्छ, त्यसमा एउटा दुःख के हुन्छ आम सर्वसाधारणको, भाडा अलि बढी लियो गाडीले, चाप हुँदाखेरि धेरै मान्छे बसाएर आयो, त्यो एउटा समस्या हुन्छ। अर्को जुन बजार हुन्छ त्यसमा अचानक मूल्य वृद्धि गरिदिने, गुणस्तरहीन सामानहरू हुने। हुन त यसमा प्रहरी भन्दा पनि अन्य निकायहरूको पनि संलग्नता हुन्छ, तर प्रहरीको पनि संलग्नता छ। यस विषयमा चाहिँ तपाईहरूले के कार्ययोजना बनाउनु भएको छ? यो बढी भाडा उठाउने, त्यसपछि आएर एउटा बसमा सवारी साधनमा क्षमताभन्दा बढी हाल्ने, त्यसको लागि हामीले हाम्रो
प्रदेश ट्राफिक प्रहरी कार्यालयले छुट्टै योजना गरेर त्यसलाई लागू गरेको छ। हामीले यो प्रदेशको 8वटा जिल्लाको विभिन्न स्थानमा हामीले ट्राफिक र जनपद प्रहरी सहितको हेल्प डेस्क हामीले स्थापना गरेका छौँ। त्यसपछि लामो दूरीका सवारी साधनको चेक जाँचको लागि हामीले अस्थायी रिफ्रेस सेन्टर पनि हामी व्यवस्थापन र सञ्चालनमा हामी ल्याउँछौँ। त्यहाँ चाहिँ कुनै लामो दूरीका गाडीमा चाहिँ दुईजना चालक छ कि छैनन् त्यसको पनि चेक गर्ने, त्यस लगायत स्वास्थ्य मापदण्ड पालना गरेको छ कि छैन, त्यसपछि आएर सिटभन्दा बढी क्षमता मान्छे राखेको छ कि छैन, चालकले मादक पदार्थ सेवन गरेको छ कि छैन भन्ने जस्ता कुराहरू र आवश्यक परेको बेलामा कुनै पनि यात्रुले चाहिँ आफ्नो गुनासो राख्न सक्ने गरिकन हामीले व्यवस्था मिलाएका छौँ। यसले गर्दाखेरि पक्कै पनि सवारी दुर्घटनाको न्यूनीकरणका साथै यो चाडपर्वको बेलामा चाहिँ जुन सवारी दुर्घटनाबाट जनको जुन क्षति भइरहेको हुन्छ त्यसलाई पनि न्यूनीकरण गर्न सहयोग पुग्छ भन्ने मैले चाहिँ आशा लिएको छु। अब प्रदेश 2 को शान्ति सुरक्षा भएर अलिक कुरा गरौँ। तपाईँ आएको 3 महिना जति भएको छ। हजुर, यो पहिला तपाईँकै एक्सपिरियन्सबाट म सुन्न चाहन्छु, के कस्तो अनुभव रह्यो अहिले तपाईँले आफ्नो दृष्टिकोणबाट हेर्दा प्रदेश 2 को शान्ति सुरक्षाको अवस्था कस्तो हेर्नुहुन्छ तपाईँले? 3 महिनाको मेरो अनुभवमा हेर्दाखेरि प्रदेश 2 को शान्ति सुरक्षाको अवस्था चाहिँ सामान्य छ भन्ने मेरो विश्लेषण हो। अब यहाँहरूले यसलाई कस्तो पाउनु भएको छ त्यो फिडब्याक चाहिँ यहाँहरूले दिने हो। तर घटना अपराधको दृष्टिकोणले गर्दाखेरि त्यति ठुलो घटनाहरू घटेको अवस्था छैन। जुन अपराधहरू भए ती अपराधहरूमा पनि हामीले राम्रो अनुसन्धान गरेर त्यसको तहसम्म पुगेका छौँ र अपराधीलाई कानुनी कठघरामा ल्याउन हामी सफल भएका छौँ। त्यस्तै गरी शान्ति सुरक्षालाई प्रभाव पार्ने सानातिना कुराहरूमा हामीले नियन्त्रण लिएका छौँ। हामीले धेरैवटा सानो हतियार पनि हामीले कन्फिस्केट गरेका छौँ। त्यसबाहेक हामीले सयौं सङ्ख्यामा लोकल मदिरा उत्पादन हुने भट्टीहरूलाई पनि हामीले नियन्त्रणमा लिएका छौँ। त्यसपछि कुनै पनि घटना हुँदाखेरि हामीले त्यसलाई सकेसम्म छिटो रेस्पोन्ड गरेर आम जनताले शान्ति सुरक्षाको अनुभूति पाओस् भन्ने हिसाबमा हामीले चाहिँ कार्य गरेका छौँ। त्यसैले सरसर्ती हेर्दाखेरि मेरो 3 महिनाको समयमा शान्ति सुरक्षाको स्थिति चाहिँ राम्रै रहेको छ भन्ने चाहिँ मलाई लाग्छ। तर आम जनमानसले भन्ने गर्छ नि त प्रदेश 2 मा बिस्तारै अपराधका घटनाहरू बढ्न थालेका छन्, डकैतीका घटनाहरू सुन्नमा आउने गर्छ, हत्याका घटनाहरू बढे, महिला हिंसाका घटनाहरू बढे, बलात्कारका घटनाहरू बढे, सङ्ख्याहरू बढिरहेछन्। यसमा के भन्नुहुन्छ तपाईँले? प्रदेश 2 मा मात्र अपराधको सङ्ख्या बढ्यो भन्ने कुरा चाहिँ होइन। हामीले नेपालभरिको तथ्याङ्क आँकडालाई हेर्दाखेरि 7वटा प्रदेश प्लस एउटा मेट्रो जुन हामी 8वटा युनिट मान्छौँ त्यसको आँकडालाई हेर्दाखेरि हामी सङ्ख्यात्मक रूपमा हामी दोस्रो तेस्रोमा पर्छौँ अपराधको दृष्टिकोणले। र यसैलाई हामीले जनसङ्ख्याको आधारमा हेर्ने हो भने चाहिँ अझ हाम्रो यो र्याङ्किङ अझ हामी तल जान्छौँ। 2068 सालमा नेपालको यो प्रदेश नम्बर 2 को जनसङ्ख्या 54 लाख थियो भने त्यही समयमा मेट्रोको जनसङ्ख्या 30 लाख थियो। र अहिले जनसङ्ख्याको अनुपातमा हामीले आपराधिक तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने हामी कुनै वर्ष तेस्रोमा पर्छौँ, कुनै वर्ष हामी चौथोमा पर्छौँ। त्यसले गर्दाखेरि अपराधको घटना वृद्धि हुँदै गएको भन्ने कुरा चाहिँ यो तथ्याङ्कले स्वीकार्दैन। तर
यो लकडाउनको समयमा नेपालको प्राय जस्तो प्रदेशहरूमा अपराधको सङ्ख्यामा केही मात्रामा कमी आएको अवस्थामा पनि प्रदेश 2 मा भने केही मात्रामा अपराधको सङ्ख्यामा वृद्धि भएको कुरा चाहिँ पनि तथ्याङ्कले देखाउँछ। त्यो चाहिँ अब कतिपय यहाँ कुनै एउटै घटनामा 2वटा मुद्दाहरू हामी दर्ता गर्ने गर्छौँ। त्यसपछि अब 14, 15 वर्ष 16 वर्षका जुन बालिकाहरूको आफ्नो माया प्रेमको कारणले आफ्नो केटा साथीहरूसँग भागेर गएको अवस्थामा हामी कहाँ शरीर बन्धक, अपहरण तथा जबरजस्तीकरणका मुद्दाहरू पनि आउँछन्। त्यसबाहेक यो वर्षमा गएको वर्षहरूमा चाहिँ यो लागु औषधका मुद्दाहरूको सङ्ख्यामा चाहिँ केही वृद्धि भइरहेको अवस्था चाहिँ छ। र मैले भन्नुपर्दाखेरि यो लकडाउनको समयमा जसरी पहिला प्रदेश 2 का युवाहरू श्रम रोजगारीको लागि विदेश जाने गर्थ्यो, त्यो रोकिएको अवस्था छ। त्यसपछि कतिपय काठमाडौँ या अन्य सहरमा आफ्नो जीविका चलाइरहेकाहरू पनि जिल्लामा स्थित घरमा फर्किएको अवस्थाले गर्दाखेरि यहाँ जनसङ्ख्याको चापमा केही वृद्धि भएको कारणले पनि यो अपराधको सङ्ख्या केही वृद्धि भएको जस्तो मलाई चाहिँ लाग्छ। त्यसबाहेक जुन हाम्रो अहिले मुलुकी फौजदारी संहिता छ त्यसमा नयाँ अपराधहरू सूचीकरण भएको, नयाँ अपराधलाई कसुरको रूपमा मानेको अवस्थामा पनि केही अपराधको सङ्ख्या वृद्धि हुन गएको चाहिँ हो। दर्शकवृन्द, अपन विशेष में समय भेले छोट छिन व्यावसायिक विश्राम के बाद उमेश रंजित कारजी संगे के हम सब चर्चा जारी रखबे करब, बस किछु देर के विश्राम। व्यावसायिक विश्राम के बाद अपन विशेष में अहाँ सबके फेर से स्वागत करै छी। आई हमरा सबके साथ में संवाद में छथि प्रदेश 2 के प्रहरी प्रमुख DIG उमेश रंजित कारजी। हुनका संगे हम सब शांति सुरक्षा, कोविड, पाबनि तिहार पर ब्रेक से पहिने चर्चा केलहुँ। आब वह संवाद के हम सब आगे बढ़बै छी। DIG साहब, हामीले चर्चा गऱ्यौँ विभिन्न पक्षको। ब्रेक भन्दा ठ्याक्क पहिले प्रदेश 2 सँग शान्ति सुरक्षा केन्द्रित भएर कुरा गरेको थिएँ। मैले त्यसैले अगाडि बढाउन खोजेँ। कतिपय घटनाहरूमा पीडित पक्षले खुलेरै प्रहरी सङ्गठनले हाम्रो उजुरी लिन मानेन, राजनीतिक दबाव भयो रे, अनुसन्धान निष्पक्ष भएन, हामीले न्याय पाएनौँ, यस्ता कुराहरू आम संसारमा आइरहेका हुन्छन्। यसमा कहाँ कमजोरी हुन्छ? साँच्चीकै राजनीतिक दबाव हुन्छ या उनीहरूले न्यायमा विलम्ब भएर दुःखमा आएर यस्तो कुराहरू बोल्ने गर्छन्? होइन, यो नेपाल प्रहरीको लगभग यो प्रदेशमा 500 वटा युनिट चाहिँ प्रदेशभरि छरिएर कार्यरत गरेको अवस्था छ। त्यसको महत्त्व भनेको आवश्यक परेको बेलामा जनतालाई 24 घण्टा शान्ति सुरक्षा प्रदान गर्न सकुन् र अपराधी न्यूनीकरणमा आफ्नो भूमिका खेल्न सकुन् भन्ने हिसाबमा हो। त्यसैले पीडितहरूले कानुन बमोजिम प्रक्रिया पुर्याएर ल्याएको कुनै पनि जारी दर्तालाई नेपाल प्रहरीले ग्रहण गर्छ र त्यसलाई व्यावसायिक ढङ्गले अनुसन्धान गरेर त्यसलाई कानुनको दायरामा चाहिँ ल्याउँछ। अब यदा कदा यहाँले भने जस्तो गुनासो सुन्नमा नआएको पनि होइन, आएको पनि छ। त्यस बेलामा हामीले सम्बन्धित प्रहरी इलाका, सम्बन्धित प्रहरी कार्यालयहरूलाई त्यस सम्बन्धमा चाहिँ संवेदनशील भएर यसमा कसैको पनि पक्ष नलिएर व्यावसायिक ढङ्गले आफ्नो कला, ज्ञान, सिप, क्षमताको आधारमा त्यो अपराधको तहसम्म पुगेर सही ढङ्गले अनुसन्धान बढाउनु भनेर हामीले चाहिँ निर्देशन दिएको चाहिँ हुन्छ। र आयो राजनीतिक दबाव भन्ने जुन कुरा छ त्यसमा सत्यता छैन। कसैले सम्बन्धित प्रहरी कार्यालयका प्रमुखलाई चिन्जानको भरमा
यो केसमा अलि राम्ररी हेरिदिनु भन्ने कुरालाई हामीले सकारात्मक रूपमै लिएका हुन्छौँ। त्यसलाई राजनीतिक दबाव नबनिकन उहाँहरूको एउटा कुनै पनि घटनाप्रति राजनीतिक व्यक्तिहरूको एउटा चासोको रूपमा चाहिँ हामी लिन्छौँ। अब आम जनमानसलाई कानुनी प्रक्रिया धेरै जसो थाहा हुँदैन। तपाईँ आउनु भएको छ, अपन टिभीको मार्फतले तपाईँबाटै आम जनता समक्ष जानकारी जाओस् भन्ने हिसाबले यो प्रश्न सोध्दैछु। नजिकैको प्रहरीले या प्रहरी चौकीले यदि उजुरी लिन मानेन, कुनै कारणवश जानकारी अधुरो छ, हामी लिन्नौँ या केही बहाना गर्यो भने पीडितसँग के अप्सनहरू हुन्छन्? उहाँहरू कहाँ कहाँ जान सक्नुहुन्छ आफ्नो समस्या लिएर? एकदम त्यस बेलामा चाहिँ उहाँले सबभन्दा पहिला 100 मा फोन गर्न सक्नुहुनेछ। 100 भनेको कुनै पनि जिल्लाको सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालयको ड्युटी अफसरले सञ्चालन गर्ने नम्बर हो। त्यो गुनासो उहाँले त्यहाँ टिपाउन सक्नुहुनेछ। या कुनै पनि आपराधिक घटना या कुनै पनि दुर्घटनाबारे चाहिँ त्यहाँ चाहिँ जानकारी गराउन सकिन्छ। त्यसबाहेक उहाँको उजुरीलाई सम्बन्धित प्रहरी कार्यालयले लिएर भने त्यसभन्दा माथिको प्रहरी कार्यालयमा आएर उहाँले आफ्नो गुनासो राख्न सक्नुहुनेछ। त्यसबाहेक अपराधको हकमा, यो फौजदारी अपराधको हकमा सरकारी वकिल कार्यालय मार्फत पनि उहाँले जारी दरखास्त दिन सक्नुहुनेछ। र त्यो पनि भएन भने उहाँले माथिल्लो तहको प्रहरी निकाय जस्तै प्रदेश प्रहरी कार्यालय वा चाहिँ प्रहरी प्रधान कार्यालयमा वा महिलासँग सम्बन्धित छ भने महिला आयोगमा, दलितसँग सम्बन्धित छ भने दलित आयोगमा र मानव अधिकारसँग सम्बन्धित छ भने मानव अधिकार आयोगमा समेत यस्ता जारीहरू चाहिँ दिन सक्नुहुनेछ। त्यसलाई पछि सम्बन्धित तत्त निकायहरूले कार्यान्वयनको लागि फेरि प्रहरी कार्यालयमा पठाउने गर्छ। प्रहरी र आम जनसमुदायको सम्बन्धको पनि चर्चा हुन्छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमहरू हेरियो, त्यसपछि मुस्कान सहितको सेवाहरू पनि सुन्नेमा आउने गर्छ। यस्ता कार्यक्रमले प्रहरी र जनसमुदायको सम्बन्ध बढाउने उद्देश्यका साथ सञ्चालन गरिन्छ। तैपनि अझै कतिपय ठाउँमा प्रहरीमाथिको विश्वास अझै प्रगाढ बनाउने आवश्यकताहरू देखिन्छ। प्रहरीसँग जुन आशंका हुन्छ वा हिचकिचाहट हुन्छ कि प्रहरीले हाम्रो मद्दत गर्ला या नगर्ला, त्यो सङ्कोचलाई मेटाउन, समुदायसँगको दूरी मेटाउनलाई अझै के प्रयासहरू तपाईँ आवश्यक हेर्नुहुन्छ? सबभन्दा पहिला त यो प्रहरीमा किन जाने, कहिले जाने भन्ने कुराको जानकारी चाहिँ सर्वसाधारण जनतालाई, नागरिकलाई हुनुपर्छ। उहाँहरूले, हामीलाई खुसी लाग्छ, उहाँहरूले सबै समस्याको समाधान प्रहरीबाट हुन्छ भन्ने हिसाबमा प्रहरी कार्यालयमा आउँछन्, जसले गर्दा प्रहरीमा कार्यबोझ बढ्ने चाहिँ गर्छ। र यहाँले भने जस्तै यो हाम्रो लागि एकदम स्वागत पक्षको कुरा हो। अहिले पनि म धेरैचोटि आफ्ना प्रहरी मातहत प्रहरी निकायमा जाँदाखेरि सर्वसाधारण जनताको भिड नै लागेको हुन्छ। यसको मतलब म चाहिँ के मान्छु भने प्रहरीप्रति जनताको आस्था विश्वास छ र कतिपय सानातिना घटनाहरू या उदाहरणको कारणले सम्पूर्ण प्रहरीप्रतिको जनताले गर्ने विश्वासमा ठेस पुगेको भन्ने कुरा चाहिँ मलाई लाग्दैन। तर अहिले पनि हाम्रो जुन व्यवहार हामीले भनिरहेका छौँ, हामी जनताको सेवक हौँ र हाम्रो व्यवहार जनताप्रति सभ्य, नम्र र सम्मानपूर्वक हुनुपर्छ भन्ने कुरालाई अझ बढी हामीले तल तहसम्म लिएर जानुपर्ने आवश्यकता चाहिँ छ। प्रहरीमा 24 घण्टा जनताको पहुँच हुनुपर्छ। त्यही पहुँचकै लागि चाहिँ प्रहरीका साना साना इकाइहरूलाई यस प्रदेश नम्बर 2 का विभिन्न स्थानहरूमा चाहिँ राखिएको हो। यो कुरालाई आत्मसात गरेर प्रहरीले
आफू रहेको इलाकाका जनताले अनुभूति हुने गरेर शान्ति सुरक्षा प्रदान गर्ने, हुन सक्ने अपराधलाई रोक्ने, नियन्त्रण गर्ने, वा चाहिँ त्यति गर्दा पनि कुनै अपराध भयो भने त्यसलाई राम्ररी अनुसन्धान गरेर त्यसलाई कानुनी दायरामा ल्याएर त्यसको अपराधीलाई न्यायको कठघरामा उठाउन सक्यो भने मात्र जनताको प्रहरीप्रतिको विश्वास अझ बढ्दै जान्छ। अहिले पछिल्ला 3-4 सालमा जसै गरी हाम्रो विकास निर्माणको प्रक्रियाहरू अगाडि बढ्दै गएको छ, 2-3 वटा कुराहरूको चाहिँ खुब चर्चा हुने गर्छ। निर्माण सामग्रीमा प्रयोग हुनलाई चाहिँ क्रसर उद्योगहरूको चर्चा हुन्छ, त्यसपछि त्यसको ढुवानीमा टिपरहरूको चर्चा हुने गर्छ। क्रसर उद्योगसँग जुडेका समस्याहरू हरेक जसो स्थानीय तहमा सुनिने गरिन्छन्। त्यसमा चाहिँ पनि आम जनताले जनप्रतिनिधि समक्ष पहिला कम्प्लेन गर्छ र त्यसपछि आशाको बिन्दु भनेको प्रहरी समक्ष हुन्छ। त्यसमा चाहिँ प्रहरीले कहाँ तपाईलाई अप्ठ्यारो लागिरहेछ कि कानुन नपुगेर हो कि या साँच्चीकै कारबाही भइरहेछ, जनताको अपेक्षा अलि बढी भयो, के छ यो क्रसर उद्योग र टिपर सम्बन्धी समस्याहरूमा? यो क्रसर उद्योग चाहिँ आइई गरेर मात्र सञ्चालनमा गर्नुपर्छ, ल्याउनुपर्छ, त्यो सबैलाई जानकारी भएको कुरा हो। यसको अनुगमन गर्न जिल्ला स्तरीय या संयोजक समितिहरू हुन्छ, त्यसमा प्रहरी एउटा प्रतिनिधि पात्र मात्र हो। त्यसैले कतिपय अवस्थामा सबैले आफ्नो दायित्व, त्यो समितिमा भएका सबै मान्छेले आफ्नो दायित्वहरू, निकायका कर्मचारीहरूले आफ्नो दायित्व पुरा गरेको अवस्थामा प्रहरीले धेरै कुरा गर्न सक्ने अवस्था हुन्छ। नत्र अब सबै कुरा प्रहरीको काँधमा मात्र राख्दाखेरि प्रहरीले क्रसरहरूलाई वा चाहिँ टिपरहरूलाई कारबाहीको दायरा बढाउन साथै विकास निर्माणका कार्यहरू रोकियो भन्ने गुनासोहरू पनि आउने गर्छन्। त्यसैले यस सम्बन्धमा प्रहरी मात्र होइन, स्थानीय निकाय, यसमा सम्बन्धित स्थानीय प्रशासन कार्यालय, त्यसपछि वन कार्यालय, यो सबैले भविष्यमा पर्यावरणको राम्रो बचाव हुन गई प्रदूषणमा कमी हुने र हाम्रा आउने जुन जेनेरेसन छ तिनीहरूलाई हामी सुरक्षित समृद्ध नेपाललाई चाहिँ हस्तान्तरण गर्न सक्छौँ। प्रहरी एक्लैले मात्र यो कार्य चाहिँ पुरा गर्न सक्दैन भन्ने कुरा चाहिँ म जानकारी गराउन चाहिँ चाहन्छु। अन्त्यमा तपाईबाट मेसेज जाओस् आम जनतालाई। प्रहरीले थुप्रै कुरा, प्रहरीको पनि आन्तरिक मजबुरी हुन्छ होला या कतिपय कार्यक्षेत्रमा पर्दैन होला। तपाईले अघिल्लै पनि जवाबमा भन्नुभएको थियो कि आम जनताले धेरै अपेक्षा गर्छन् हामीसँग, जुन तपाईले भन्नुभयो स्वागत योग्य छ। तैपनि आम जनतालाई तपाईले के मेसेज दिन चाहनुहुन्छ कि प्रहरीको विश्वास झन् कसरी बढोस् भनेर, या तपाईहरु उहाँ समक्ष उहाँहरुको साथमा हुनुहुन्छ भन्ने हिसाबले के मेसेज दिन चाहनुहुन्छ? म सबैलाई चाहिँ, सबै आम नागरिकलाई कुनै पनि घटना हुँदाखेरि या अपराध हुँदाखेरि त्यसको सूचना चाहिँ समयमा प्रहरीलाई दिएर त्यसपछि आफ्ना पीडाहरू या उजुरीहरूलाई राम्रोसँग सम्बोधन, प्रहरीबाट राम्रोसँग सम्बोधन होस् भन्ने हिसाबको एउटा वाचडगको रूपमा पनि समाजका अगुवाहरूले चाहिँ हामीमाथि एक किसिमको निगरानी राख्दाखेरि पनि राम्रो हुन्छ। त्यसबाहेक शान्ति बिना विकास सम्भव हुँदैन। शान्तिको लागि नेपाल प्रहरीले धेरै उदाहरणीय कामहरू गरेको छ। अपराध नियन्त्रण र अपराध अनुसन्धानमा पनि नेपाल प्रहरीले विदेशी प्रहरीको समानान्तरमा आफ्नो जिम्मेवारी निभाएर आफ्नो क्षमतालाई प्रदर्शन गरिसकेको छ। त्यसैले केही प्रहरी या कुनै पनि सानोतिनो उदाहरणको, गलत उदाहरणको कारणले सम्पूर्ण प्रहरीहरूमाथि चाहिँ अविश्वासको धारणा नराख्नुहोस्। प्रहरी अहोरात्र यहाँहरूको लागि खटेको र
प्रहरीले आफ्नो ऐन आफूलाई सुम्पिएको जिम्मेवारी कर्तव्य चाहिँ राम्ररी निर्वाह गर्छ र कुनै पनि किसिमको गुनासो आयो भने सम्बन्धित प्रहरी कार्यालय वा प्रहरीभन्दा माथिल्लो निकायमा माथिल्लो तहमा गएर त्यस्ता गुनासोलाई सम्बोधन हुने गरिकन जानकारी गराउनुहुन्न अनुरोध गर्दै यहाँहरूको जुन आगामी दसैँ तिहार छठ चाडपर्व छन् त्यो चाहिँ सुरक्षित र सुखमय हिसाबमा बितोस् भन्न म यहाँहरूप्रति शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। बिआई साहब हाम्रो कार्यक्रममा आइदिनु भयो, कुरा गर्नुभयो, त्यसका लागि धन्यवाद। र अपन टेलिभिजनका तर्फबाट प्रदेश 2 को प्रहरीलाई बिहिबारदेखि सुरु हुने बडा दसैँको तर्फबाट पनि यहाँलाई हार्दिक शुभकामना दिन चाहन्छु। हस्, धन्यवाद। दर्शकवृन्द, आई के अपन विशेष के समय हमरा सबके एतै समाप्त भ रहल अछि। आई हमरा सबके साथ में संवाद में छलाहा प्रदेश 2 के प्रहरी प्रमुख डीआईजी उमेश रंजितकार जी। उनका संगे के आई के संवाद हम सब एते खत्म कर जा रहल छी। हम सब फिर से अगला दिन अगला विषय अगला अतिथि के साथ में उपस्थित हेबे करब। ताधेर के लेल संपूर्ण यूनिट के तरफ से हम विदा मांगे चाहब। अपन टेलीविजन देखित रही। धन्यवाद। नमस्कार।